नमस्ते सबैजना आराम हुनुहुन्छ होला। म फ्री नेपाल टुरको क्रममा आज झापाको भद्रपुरको लिची बारीमा आएको छु। लिची अद्भुत फलेको छ। मैले पेटभरि लिची पनि खाएँ अनि बाटोमा भेटिएको हाम्रो बाबा दिदीको घरमा पनि आज बास बसेको छु। त्यसैगरी झापाको ग्रामीण इलाकाको पनि भरपुर अवलोकन गरेको छु। साँझ बुधबारेमा हाट बजार लाग्ने रहेछ, त्यो पनि हेरेँ। त्यसैगरी झापाको भित्री गाउँहरू पनि खुबै मजाले अवलोकन गर्ने अवसर पाएँ। आजको भिडियो इटहरीदेखि झापाको भद्रपुरसम्मको छ, पुरा हेर्नुहोला है। यो हरन चाहिँ बदल छ। भद्रपुर यता के भन्छ त यहाँ? दिदीको घर छ सङ्गताइको हो र? हो र? अघि देखेँ दिदीकोमा बस्नु गएर खानु दिदी त हो र? हो त आफ्नै दिदी अनि तपाईँ त डाँडा जान्ने भन्ने मलाई के भन्दै दिदी भाइ भएर लिचीका बोटबाट भिडियो बनाउनु। अनि यहाँ चाहिँ हाम्रो भेनाको दिदी हुनुहुँदैछ। मैले चाहिँ के भन्नुपर्छ? दिदी नै भन्नुपर्छ। अनि आज चाहिँ हामी अब यहाँ जाँदैछौँ अनि अहिले चाहिँ लिची खान्छौँ। त्यहाँ अधिकारी चोक जलथल अनि ल हल्दीबारी गाउँपालिका हल्दीबारी हो। हल्दीबारी गाउँपालिका 4। आज मैले प्यारो मेरो भाइलाई भेट्ने है। ल धन्यवाद। म चाहिँ गाडीमा चढ्दा बित्तिकै दिदीसँग भेट भएको थियो। अनि खासमा पहिला चाहिँ मलाई थाहै भएन कि गुराँस गाडीमा भेट भयो दिदी भाइको। गुराँस गाडीमा। तपाईँहरू विराटनगरबाट यता भद्रपुर आउनु हुँदैछ भने गुराँस गाडीमा आउनु होला। वाइफाई पनि फ्री छ, मस्त छ। हाम्रो सबैभन्दा दामी यहाँ टुरिस्ट हेर्नु थोकको सुविधा छ, सब थोकको सुविधा छ। खबर परेमा खाना बस्न सबै। गुराँस गाडीको मालिक दिदी यहीँ हुनुहुन्छ। अनि खाना बस्न सबैको सुविधा। ल आउनु है, रमाइलो छ यता हरियालीको बिचमा। अनि यता आँप त्यस्तै लिची त्यस्तै ल अन्त यो नरिवल होइन, नरिवलहरू त्यस्तै सुपारी हो। मकैहरू पनि खै कुनै पाकिरहेछन्, कुनै हरियो छन् यहाँ त। अनि थरीका छन्। यो बाटो चाहिँ यो बादलहरू हेर्नु त कस्तो दामी देखिरहेको छ। यो हाइवे रङ्गेली रोड विराटनगर डाइरेक्ट जाने रोड हो यो। यहाँबाट उता विराटनगर जान्छ। एकदम ठुलो भद्रपुर। यहाँ चाहिँ अब लिचीहरू एकदमै धेरै पाकेको हुनाले लिची हेर्न म जाँदैछु है, लिची खान। यहाँबाट आइसक्यो। यो जलथल झापा, जलथल भन्ने चाहिँ यहाँ रहेछ है। बादलको मुनि चाहिँ पहाड देखिरहेछ। म यहाँ लिची बगानमा आएको छु। हेर्नु त यहाँ थुप्रै रुखहरू छन्, धेरैमा चाहिँ टिपिसक्नु भएको छ।
यो रुखमा चाहिँ हरियो हरियो भएको हुनाले अझै छ। यता हेर्नु त ल हेर्नु वाउ तपाईँहरूलाई पनि लिची कति मनपर्छ यहाँ लु पैसा दिनु ल म आइहालेँ ल है म त लिची बगानबाट निस्केँ माथि टन्नै रहेछ नि हेर्नु त यो पाकेर रातै 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 भएको छ अहिले चाहिँ लिची पाक्ने सिजन हो एकदम राम्रो तरिकाले जताकतै पाकिरहेको छ यहाँ चाहिँ अब आँप पनि पाक्दैछ होइन लिची चाहिँ अथानै छ यो चाहिँ लिचीको रुख भयो यो चाहिँ अब टिपिसकेको भएको हुनाले रातै चाहिँ छैन होइन तर झोपा कुनै कुनै चाहिँ छ यहाँ टुप्पामा अनि चराले खान थालिसक्यो त्यो धेरै पाकेर हेर्दै मिठो चाहिँ गुलियो छ एकदम यो चाहिँ झापाको अब भित्र गाउँमा हो यहाँ चाहिँ लिचीहरू टन्नै छ ओहो यसरी टिप्दै खाने झापा जलथल भन्ने लोभी रहेन रहेछ भन है जलथल दिदी जलथल है झापा हल्दीबारी गाउँपालिका म बहिनीले कति खानुहुन्छ भाइ खानुहोस् भनेर लिचीको बोटै जिम्मा दिनुभएको छ ल हुन्छ यो बोटै मेरो अहिले त एक्लै छु आयो हौ यस्तो दामी हेर्नु त गाउँघरको फाइदा चाहिँ यो हो गाउँका मान्छे हो त अनि गाउँका हो त अनि गाउँका मान्छेहरू नै त्यस्तै हुन्छन् कि सहरतिर भए त देख्न पनि कहाँ पाउनु छ र होइन गाउँतिर त ल खानु त ल जति खाने हो ल हेर्नु त यस्तो कोही हुन्छ अस्ति सिरामा आँप त्यस्तै थियो त्यो यो लिची चाहिँ म यो सिजनमा चाहिँ यसरी पाकेको बेला चाहिँ आएको थिएन अझ अर्को ठाउँमा हामी जाँदैछौँ
ल हुन्छ मेचेको घर हो नि फेरि मेचे दिदीको हो। मेचे दिदीको लिची बगैँचा उहाँलाई मतलब छैन जति खाउन् जति के गरून् उहाँले खोजी निन्दा चासो गर्नुहुन्न। ल मेचे दिदीलाई धेरै धेरै धन्यवाद छ। बाँच्न सकिन्छ गाउँमा। अब अर्को ठाउँ जाउँ ल अब जाउँ। ल हेर्नु त साइकलमा चाहिँ ल यसरी दाउरा बोकेर ल हेर्नु तराईमा त यसरी अब पहाडतिर हुँदैन कस्तो दामी छ। ल जाउँ। यो चाहिँ तपाईँको यसो हेर्दा चाहिँ विदेशतिर बसेको जस्तो हजुर भयो कि दुइटा हाले कि। अनि यो चाहिँ तपाईँको एकदम शान्त रुखहरू घरहरू हेर्दा विदेश अर्कै देश गए जस्तो छ तपाईँको। यस्तो चाहिँ अब अन्त अरू ठाउँबाट यहाँ आउनुभयो भने यो चाहिँ त्यो अघि पसलको दिदीको घर हो। म यहाँ झापाको हल्दीबारीतिर आएको छु। हल्दीबारी चाहिँ ठाउँको नाम हो फेरि। यो चाहिँ जहाँ जति बेला पनि झापामा हात्तीले आतङ्क गर्यो भनेर न्युजहरू आइरहेको हुन्छ त्यो वन चाहिँ यही हो। यहाँबाट सबभन्दा धेरै न्युज आउने पर दमकतिर पनि आउँछ अरे आउँछ होइन, तर यहाँ चाहिँ एकदमै धेरै आउँछ भन्ने कुरा गर्नुभयो। जहाँ ऊ पारी नै त्यहाँबाट पल्लोपट्टि नै तारबार लगाएको छ। यहाँ अब गाउँको सुरक्षा गर्नको लागि करेन्टहरू लगाएको छ। जङ्गलभित्र पनि साह्रै गर्मी हुने हुँदा अब अलिकति अप्ठ्यारो लागिरहन्छ घुम्नलाई। त्यो झापाको वन हात्ती आउने वन चाहिँ ऊ पारी क्षेत्र हेर्दा यस्तो छेउछेउमा गाउँ छ। म चाहिँ यहाँबाट हिँडिरहेको छु। यता भित्रभित्रै त्यस्तो खालको लिची बगानहरू छ कि भनेर हिँडिरहेको। अब लगभग धेरै चाहिँ निगिसकेको छु यो लिचीको पालीलाई। गाउँहरू डुल्दैछु। यो नरिवल र यो बादलले गर्दाखेरि यो कुनै बाहिर देश जस्तो छ हेर्नु त। सडक्क परेको गाउँ अनि शान्त वातावरण। भित्र यहाँनिर मकै हरियाली छ, सुकेको छ। पारी चाहिँ फेरि हरियाली छ। यो नरिवलहरू त्यस्तै सुन्दर, केराहरू। यो पारी देखिने चाहिँ जङ्गल एकदमै ठुलो छ। त्यो चाहिँ यो बाटो पनि तपाईँको गाउँै गाँ जस्तो छ हेर्नु त। पहाडको बाटो जस्तो, बिचमा घाँसहरू हेर्दा चडक्क छ। अब घाम अस्ताउने बेला हुँदैछ। ल हेर्नु यहाँ भैँसीले पानी केमा खान्छ। अब पुरानो पाली चाहिँ यस्तोमा पानी सानी खाने चलन हुन्थ्यो। ए यो त अनि यहाँ त यसले पनि खाइरहेको छ। यो चाहिँ गाईले खाने ठाउँ। यहाँ पारि अर्को बाछी पनि छ। ए नानी हेर त यो घर ट्याक्क लाएर माथि नरिवलहरू छ, बिचमा घर छ। यो अनि सुन्दर छैन त? साह्रै गजब छ। वाउ यहाँ घुम्दा मजा आयो। हेर्नु त हरियाली पनि फेरि तमाम छ। शान्त छ गाउँ। अनि यो चाहिँ भद्रपुर। यति भएपछि चाहिँ झन्डै झन्डै झापा पनि सबै घुमेँ म। रमाइलो लाग्यो। अब गर्मीको कुरा गर्दा पनि वाक्कै हुन्छ। फेरि गर्मी चाहिँ अलिअलि भइहाल्छ, बाँकी चाहिँ मजा छ। भित्रभित्रै एरिया चाहिँ साह्रै रमाइलो रहेछ हौ। यहाँ पनि फेरि प्रत्येक घरमा बुढाबुढी र साना बच्चा मात्रै छन्। पहाडकै चलन छ हौ यता पनि। बुधबारेमा आइपुगेको छु।
आज चाहिँ बुधबार पनि हो, जस कारणले गर्दा फेरि यहाँ हाट बजार लागिरहेछ। यहाँ चाहिँ हाट बजार लागिरहेछ, लाग्दैछ अब ल। अनि यहाँ चाहिँ भाइहरू त्यो कहाँ घर चाहिँ यहाँ के भन्छ अधिकारी चोक बुधबार होइन। अनि यहाँ चाहिँ भाइहरू आज हाट बजार लाग्ने होइन, कति बेला यति नै हो, योभन्दा ठुलो हुँदैन ए उता छ अझै ए तिमीहरूको घर चाहिँ कहाँनिर अलिक पर कहाँ जान्ला अहिले उता अहिले कहाँ जान्ला के गेम छ कहाँ ए ल यहाँ चाहिँ अनि भाइहरू चाहिँ गेमहरू जानु लानु भयो अरे रमाइलो छ। साइकल फेरि म एकचोटि चलाऊँ ल साइकल चलाउँछु है त यहाँ म त आइदियो हावा त छ नि र बुधबारेमा आएर साइकल चलाउँदैछु, साह्रै रमाइलो छ त यात्रा त। यहाँबाट तल ब्रेक त छ यसमा होइन? के बज्दैन रमाइलो भयो ल। अब हाट बजार हेर्न जाँदैछु म, बाँकी रमाइलो छ झापाको बसाइ। सबजना हाट बजार हेर्न आएको भाइहरू अनि सबजना चाहिँ मेरो सब्सक्राइबर पनि। अहिले चाहिँ हाट बजार यस्तो छ यहाँ हेर्नु है ल। हेर्नु यो चाहिँ बुधबारे हाट बजार हो, जहाँ कपडाहरू तरकारीहरू सबै कुराहरू पाइन्छ। तपाईँहरू बुधबारे आएको बेला यहाँ आएर तरकारीहरू किन्न सक्नुहुन्छ सट्ट लाएर। ल यहाँ हेर्नु तरकारीवाली दिदी ल टन्नै बेच्नु भयो क्या हो? पैसा पैसा गरिरहनु भएको छ। अनि काँक्रा कसरी? 50 को 2 किलो साह्रै सस्तो रहेछ त हौ। यहाँ बुधबारे हाट बजारमा आन्टीको पसल। अनि के कति बेच्नु भयो हो? अनि अब किन उठाइहाल्नु भयो त, मान्छे आउँछन् होला हो र। अब भने अब यहाँ रात पर्न लागिसकेको छ। यो हेर्नु त यो भाइ गाउँको एकदमै धेरै सुन्दर वातावरण हामी देख्न सक्छौँ। अब बाँकी चाहिँ झापा घुम्दा घुम्दै रात परिसकेछ, यस्तै भयो। अनि नयाँ भाइहरूसँग भेट्न पाइएको छ, एकदमै धेरै खुसी लागेको छ। बाँकी हामी भोलि नयाँ दिन नयाँ भिडियोमा भेटौँला। सो थ्याङ्क यू, सो बाई बाई। सब्सक्राइब गर्नु है दमादम। ओहो